Hello guys, welcome back to another new video, new blog. It's me Jeevan. स्वागत छ यहाँहरुलाई मेरो च्यानलमा। आई होप यहाँहरु सबै सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु। धेरै दिनपछि आज बिदाको समय पाएर फेरि एउटा नयाँ भिडियो हजुरहरुको सामने लिएर आएको छु। भिडियोलाई अन्तिम सम्म हेरेर साथ दिनु होला र नयाँ आउने साथीहरुले च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिदिनु होला। मलाई प्रत्यक्ष रूपमा केही जिज्ञासाहरु सोध्न मन लागेको छ भने मेरो युट्युबको बायोमा इन्स्टाको लिंक रहेको छ। मलाई इन्स्टामा कल मेसेज र फलो गर्न नबिर्सिदिनु होला। मेरो युट्युब सँगसँगै टिकटक पनि छ। धेरै जना साथीहरुले टिकटकमा पनि फलो गर्नु भएको छ। टिकटकमा पनि धेरै भिडियोहरु छ, त्यहाँ गएर पनि हेरिदिनु होला। र अर्को साथीहरुलाई मैले के आग्रह गर्न थाले भने मलाई टिकटकमा चाहिँ धेरै क्वेशनहरु सोध्नुहुन्छ। अब सबै प्राय जसो भिडियोहरु चाहिँ मैले बनाएर युट्युबमा हालेको छु। पहिला चाहिँ मेरो युट्युब च्यानललाई चाहिँ भिजिट गरिदिनु होला र त्यसपछि नबुझेको कुराहरु चाहिँ कमेन्टमा छोडिदिनु होला भन्न चाहे। किनभने धेरै साथीहरुले कमेन्टमा धेरै कुराहरु सोध्नु भएको हुन्छ अनि मेसेज पर्सनली गरेर धेरै कुराहरु सोध्नु भएको हुन्छ हैन। अब सबै कुराहरुको जवाब दिनको लागि त्यति समय पनि हुँदैन। त्यसैले पहिला चाहिँ मेरो युट्युब च्यानललाई भिजिट गरिदिनु होला र नबुझेका केही कुराहरु छन्, जिज्ञासाहरु छन् भने त्यसपछि चाहिँ मलाई सोधिदिनु होला भन्न चाहे। आजको भिडियोको टपिक के छ भन्दाखेरि अहिले सर्बियामा धेरै फ्रडहरु बढेका छन् है, धेरै ठगी कामहरु भइरहेका छन्। त्यसै मध्येको आज एउटा नयाँ कम्पनी जुन म्याक्रेटर्स डो भन्ने कम्पनी छ, जसमा 300 भन्दा बढी मान्छेहरुको चाहिँ भिजा निकालेको छ तर फ्लाइट गराउन सकेको छैन र अहिले पछिल्लो समय आएर त्यो फेक भिजा हो भनेर प्रमाणित भएको छ। र यही सम्बन्धी आजको भिडियो रहेको छ। यही समग्रमा रहेर कुराकानी हुनेछ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। धेरै भन्दा धेरै शेयर गरिदिनु होला है। विभिन्न ठाउँबाट धेरै साथीहरु सर्बियाका लागि अप्लाई गरेर बस्नु भएको छ। उहाँहरु चाहिँ भिजा लाग्यो भनेर खुसी भएर बस्नु भएको छ। तर यो चाहिँ फ्रड कम्पनी, उहाँहरुको लागि एकदम महत्त्वपूर्ण हुनेछ। उहाँहरु सबै समक्षमा भिडियो चाहिँ पुगोस्, त्यसैले धेरै भन्दा धेरै शेयर गरिदिनु होला है त। सुरु गर्छु आजको भिडियो। धेरै समयदेखि मलाई यो म्याक्रेटर्स डो भन्ने कम्पनीको वर्क परमिट धेरैजना साथीहरुले पठाउनु भएको थियो है। धेरैले पठाउनु भएको थियो। पर्मिट आयो, पहिला त पर्मिट आयो। पर्मिट आएर हजुरको 10-12 महिनासम्म चाहिँ भिजा पर्मिट आएर पनि भिजा चाहिँ लागेन। जब भिजा लाग्यो भने भिजा चाहिँ जनवरी भन्दा पहिला यिनीहरुको भिजा लाग्यो र भिजा लागिसकेपछि आज उडाउँछु भोलि उडाउँछु भन्दै 2-3 महिना त्यसरी कटायो। त्यति कटाइसक्दा पनि अब धेरैजना मान्छेले भिजा आइसकेपछि किन नउडाको भन्ने धेरैको जिज्ञासा भयो र धेरैजनाले मलाई पनि सोध्नु भएको थियो। अब मैले पनि उहाँहरुलाई भनेको थिएँ एकचोटी कम्पनीमा मेल गरी हेर्नुस् कम्पनीले के भन्छ। यदि साच्चीकै भिजा हो भने त हजुरको अप्रुभ भएर स्टम्पिङ भइसकेपछि 1 महिना भित्र त मज्जाले उडाइहाल्छ क्या। त्यहाँभन्दा बढी टाइम लाग्दैन। किन भन्दा कम्पनीले मान्छे चाहिरहेको हुन्छ। तर यहाँ त कस्तो भन्दाखेरि कम्पनीले मान्छे भिजा अप्रुभ भयो भनिसकेर 4 महिना 5 महिना हुँदा पनि उहाँलाई उडाउन नसकेपछि धेरैजनाको जिज्ञासा हुन्छ नि त, किन उडाएन, किन चाहिँ यस्तो भएको छ भन्ने भयो। धेरैजना चाहिँ मसँग कनेक्ट मसँग पनि भन्नुभयो। मैले पनि बुझ्न खोजेँ। मैले कम्पनीमा मेल गरेँ, एम्बेसीमा मेल गरेँ, त्यसको रिप्लाई केही पनि आएन र आज उडाउँछु भोलि उडाउँछु भन्दै गर्दा अहिले पछिल्लो समय बुझ्दै गर्दाखेरि यो भिजा चाहिँ फेक निक्लेको छ। नाम एकदमै ध्यान दिएर सुन्नु होला, म्याक्रेटर्स डो है। अहिले पछिल्लो समय फेरि नयाँ साथीहरुको अझ पर्मिट निकालिरहेको छ है। मलाई अझै बिचमा पनि 4-5 जना साथीहरुले फेरि पठाउनु भएको छ। नयाँ कम्पनी नयाँ पर्मिटहरु फेरि निकालिरहेको छ। त्यसैले एकदमै सोचेर बुझेर अगाडि बढ्नु होला है। यदि म्याक्रेटर्स डो भन्ने कम्पनीको यदि नयाँ पर्मिट कसैको आएको छ भने त्यसमा नफस्नु होला। किन भन्दा पहिले नै त्यसमा धेरैजना साथीहरु फसिसक्नु भएको छ र पर्मिटको आएर पैसा मागिरहेको छ भने पैसा त चाहिँ बिल्कुल दिदै नदिनु होला। यदि हजुरले त्यो पैसा दिनुभयो भने त्यो पैसा हजुरको असुल्न एकदमै हजुरलाई गाह्रो हुन्छ। सो त्यो सबै कुराहरु बुझेर मात्रै अगाडि बढ्नु होला भन्न चाहे। र यो कम्पनीको पछिल्लो समय चाहिँ हजुरको के भन्ने भन्दाखेरि कम्पनीमा चाहिँ केही कुराहरुको मेन्टेनेन्स गरिरहेको छ, केही कुराहरु चाहिँ म्यानेज गर्दैछ। त्यही भएर हजुरहरुलाई चाहिँ उडाउन सकेको छैन। अलि समय लाग्छ, त्यसपछि उडाउँछ भन्ने कुरा भयो। र पछिल्लो समय चाहिँ हजुरको अप्रिल 20 तारिखमा उडाउँछु भनेको थियो। आज अप्रिलको 20 तारिख भन्दा पनि धेरै दिन माथि भइसक्दाखेरि त्यो कुराहरु बुझ्दै जाँदा भिजा फेक निक्लेको छ है। त्यसैले जतिजना पनि साथीहरु हुनुहुन्छ यदि म्याक्रेटर्स डोमा हजुरको भिजा आएर बस्नु भएको छ, पर्मिट आएर बस्नु भएको छ भने त्यो कुरामा विश्वास नगर्नु होला। एकदमै फ्रड काम भएको छ। पैसा मागिरहेको छ, पैसा नदिनु होला। यदि पैसा दिनु भएको छ भने त्यो पैसा कसरी असुल्ने भनेर त्यो सम्बन्धी चाहिँ जान्नु होला है। र अहिले नयाँ जुन अप्लाई गर्न साथी हुन्छ उहाँहरुलाई के आग्रह गर्न चाहे भने यदि हजुरहरुले सर्बिया अप्लाई गर्दै हुन्छ भने एउटा कुरा के बुझ्नु, सर्बियाको लागि अहिले एकदमै धेरै फ्रड कामहरु बढिरहेको छ है। यदि हजुरको पर्मिट आउँछ भने हजुरले कोही चिने जानेको आफ्नो मान्छे छ, कोही सर्बियामा हुनुहुन्छ या जस्तो म भए, म जस्तै अरु साथीहरु पनि धेरै हुनुहुन्छ या यहाँ सम्बन्धी जानेको बुझेको मान्छेहरु हुनुहुन्छ भने उहाँहरुलाई चाहिँ
आफ्नो पर्मिट चाहिँ देखाउनु होला, यो कम्पनी छ कि छैन, कस्तो खाले कम्पनी हो होइन, सबै कुराहरू बुझेर अनि बल्ल अगाडि बढ्नु होला। किन भन्दा पर्मिट आउँदा बित्तिकै 1 लाख 1.5 लाख 2 लाखसम्म मागिरहेको हुन्छ एजेन्टले। ती कुराहरूमा चाहिँ पहिला आफू कन्फर्म भएर होइन, कुन स्किलमा जाँदै हुनुहुन्छ, कुन कम्पनीमा आउँदै हुनुहुन्छ, कस्तो खाले कम्पनी हो, स्यालेरी कस्तो छ होइन, सबै कुरा बुझ्नु होला। र बुझिसकेपछि बेटर हो, जेन्युन कम्पनी हो होइन भनेपछि मात्र अघि बढ्नु होला र मात्रै पैसा दिनु होला। किन भन्दा अहिले विदेश भन्दा बित्तिकै मान्छेलाई के छ भन्दाखेरि पर्मिट भन्दा बित्तिकै ल काम भयो भनेर पैसा दिने मान्छेहरू धेरै हुनुहुन्छ। किन भन्दा अहिले नेपालमा बसेर केही काम छैन भन्ने हामी जस्ता युवाहरू विदेश भनेर धाइरहेका छौँ। तर यो धाइरहँदै गर्दा हामी गलत मान्छेको हातमा नपरौँ होइन। गलत मान्छेको हातमा पऱ्यौँ भने हाम्रो त्यत्रो दुःख गरेर कमाएको पैसा पनि जान्छ र टाइम पनि लस हुन्छ। 1 वर्षदेखि चाहिँ कतिजना साथीहरू वेट गरेर बस्नु भएको छ, अहिलेसम्म भिजा नलागेको छ। अब उहाँहरूलाई कम्ता गाह्रो छ त होइन। फेरि रिएप्लाई गर्दाखेरि अब ट्रस्ट नै हुँदैन क्या है। कसैले चाहिँ अब राम्रै कम्पनीबाट पनि पर्मिट आएको छ, काम भइरहेको छ भने पनि विश्वास लाग्दैन। किन भन्दा पहिला एकचोटि मान्छे फसिसकेको हुन्छ है। त्यसैले सबै कुरा बुझेर अगाडि बढ्नु होला। र मसँग धेरै कम्पनी छन् त्यस्ता होइन, ती कम्पनीहरू जुन कम्पनीहरू चाहिँ पर्मिट फटाफट दिन्छ तर भिजा लाग्दैन होइन, मैसँग पनि सम्पर्क गर्नु होला। त्यस्ता कम्पनीहरू परेछन् भने म पनि हजुरहरूलाई भनिदिनेछु यस्तो यस्तो कम्पनी हो, यसमा चाहिँ नलाग्नु छ भनेर मैले धेरैजना साथीहरूलाई भनिरहेको पनि छु र फेरि पनि म भनिदिनेछु है। र म जस्तै अरू कोही साथीहरू हुनुहुन्छ भने उहाँहरूसँग पनि सम्पर्कमा आउन सक्नुहुन्छ है। आफूले जानेको बुझेको कुरा जसले पनि भनिदिन्छ। त्यसैले त्यस्ता फ्रड कम्पनीहरूको पछि नलाग्नु होला। अहिले धेरै कम्पनी छन्, माइक्रोसफ्ट रो जस्तै धेरै कम्पनी छन् र यो सम्बन्धी एउटा मैले नयाँ भिडियो पनि बनाउने छु, जुन सर्बियामा भएको कम्पनी जसले हजुरहरूलाई भिजा त दिन्छ, सरी वर्क पर्मिट त प्रोभाइड गर्छ तर भिजा लाग्दैन होइन। फेक पर्मिटहरू, फेक भिजाहरू निकालेर हजुरहरूलाई हजुरहरूको पैसा खाइरहेको छ। त्यस्ता कम्पनीहरूको लिस्ट बनाएर म एउटा भिडियो पनि ल्याउने छु। अलिकति समय लाग्नेछ, त्यो समयपछि त्यो कम्पनीहरूको लिस्टको भिडियो म बनाएर ल्याउने छु। र यस्ता फ्रडहरूबाट एकदमै बचेर रहनु होला। र विशेष गरी यो म्याक्रोसफ्टमा जुन साथीहरूको भिजा लागेको छ उहाँहरूप्रति चाहिँ एकदमै दुःख लागेको छ है। त्यत्रो पैसाहरू कसैले बुझाएको छु भन्नुहुन्थ्यो, कहिले 8 लाख, कहिले 6 लाख, कहिले 7 लाख, कहिले 4 लाखसम्म हामीले बुझाएका छौँ भन्नुहुन्थ्यो। अब उहाँ बिचारा साथीहरूको त पैसा होइन बुझाइ पनि सक्नु भएको छ, यता काम भएको छैन। अब त्यो पैसा कसरी असुल्ने र 1 वर्ष टाइम लस भयो भनेर धेरैजनाले चाहिँ गुनासो गर्नुभएको थियो। नआत्तिनुहोस्, अब त्यो पैसा कसरी हुन्छ त्यो असुल्नु होला। र अबका आउने दिनहरूमा चाहिँ राम्रो तरिकाले होइन बुझेर सोचेर अगाडि बढ्नु होला। किन भन्दा अहिले नेटको जमाना छ, इन्टरनेटको जमाना छ, हजुरले सबै कुराहरू हेर्न सक्नुहुन्छ क्या, कस्तो खाले कम्पनी हो के हो होइन। अब त्यहाँ कम्पनीको नाम हुन्छ, नम्बर हुन्छ होइन, मेलहरू हुन्छ, मेल आइडीहरू हुन्छ। हजुरले चाहिँ त्यहाँमा प्रत्यक्ष रूपमा आफूले मेल गरेर पनि बुझ्न सक्नुहुन्छ। मेरो चाहिँ तपाईँको कम्पनीबाट वर्क पर्मिट आएको छ होइन, वर्क पर्मिटको लागि धेरै धेरै धन्यवाद भनेर एउटा त्यो खालको एउटा मेल पठाउनु होला। फेरि डाइरेक्ट हजुरले चाहिँ यो रियल कि फेक हो भनेर पठाउनु भयो भने फेरि त्यो मेल एजेन्ट जान्छ र एजेन्टले फेरि हजुरहरूलाई सिधै रिजेक्ट हानिदिन्छ क्या। किन भन्दा यो बाटो भन्यो, यसले चाहिँ यस्तो गर्यो भन्ने हुन्छ, सिधै रिजेक्ट हानिदिन्छ। त्यो गर्नुभन्दा चाहिँ तपाईँले कम्पनीमा चाहिँ एउटा हुन्छ नि आफू एकदम लोयल भएको टाइपले क्या, ल कम्पनीले पर्मिट दिए बापत एउटा थ्याङ्क यू लेटर टाइपको क्या एउटा मेसेज बनाएर हजुरले सेन्ड गर्नु होला। यदि कम्पनीबाट रिप्लाई आयो भने त्यो चाहिँ सोच्नु 100% जेन्युन कम्पनी हो, उसले चाहिँ हजुरलाई भिजा दिन्छ। र पछिल्लो समय धेरै भिजाहरू रिजेक्ट पनि भइरहेका छन्, रिफ्युज पनि भइरहेका छन्। त्यसको कारणहरू के हुन् त्यो पनि म यस्ता सम्बन्धी भिडियोहरूमा लिएर आउनेछु। र धेरै भिडियोहरू चाहिँ मेरा युट्युब च्यानलमा युट्युबको बायोमा रहेका छन्, पहिला गएर ती सबै कुरा भिजिट गरिदिनु होला र नबुझेको कुरा चाहिँ कमेन्टमा सोधिदिनु होला भन्न चाहिँ। र यस्ता फ्रड कम्पनीहरूबाट बचेर रहनु होला। एकदम फ्रड काम भइरहेको छ, एकदम सोचेर बुझेर चाहिँ अप्लाई गर्नु होला। हस् त।